हेलो सेवारो नमस्ते सम्पूर्णमा अहिले चाहिँ म पाँचथरको फिदिम बजारभित्र रहेको यो मेन रोडमा छु। आज चाहिँ फाल्गुनन्द गाउँपालिकाको पर्यटकीय स्थलहरूमा भ्रमणको लागि म जाँदैछु। त्यहाँका विभिन्न गतिविधिहरू दृश्यहरू म यहाँलाई आज दिनभरि म कुन कुन ठाउँमा पुग्छु त्यो दृश्यहरू देखाउनेछु। यो तपाईँले देख्न सक्नुहुनेछ यो लिम्बुवान गेट निर्माण सुरु भइसकेको छ। यो पनि मैले यहाँलाई देखाएँ। मैले यहीँनिर भिडियो बनाउने क्रममा मेरै पछाडि भएकोले लिम्बुवान गेट बनेन भनेर धेरैले प्रश्न गरिराख्नु भएको थियो, धेरैले चासो लिइराख्नु भएको थियो। तर फाइनली अहिले सुरु भइसकेको छ। यो तल्लोपट्टिको पिलर हो, माथिल्लोपट्टिको पिलर पनि खाडल खनिसकेको अवस्था छ। फाइनली अब हामी यहाँनिर चिया खाएर हाम्रो यात्रा सुरु हुनेछ। हामीले यहाँनिर चिया खाने क्रममा गाडीले मात्नेहरूको चिन्ता भइरहेको छ। गाडीले मात्ने चाहिँ कसरी जाने कि भनेर हैन। तर पनि चिया खाइसकेपछि हाम्रो यात्रा यसरी सुरु भयो। हामी फिदिम बजारदेखि हिँडिसकेको अवस्था छ। कुनै गाडीमा कुनै बाइकमा, धेरै जसो चाहिँ यहाँदेखि पौवा भन्ज्याङसम्म हामी बाइकमै जाने, अनि पौवा भन्ज्याङदेखि चाहिँ कुनै गाडीमा जाने कुनै बाइकमा जाने भनेर सल्लाह भएपछि हाम्रो यात्रा सुरु भयो। अगाडि पनि जाँदै हुनुहुन्छ हाम्रै टोली हो। यो सुन्दर फिदिम बजार तपाईँ पनि आउनुभएको छैन भने घुम्न आउन सक्नुहुनेछ। तपाईँलाई स्वागत छ पाँचथरको सुन्दर फिदिम बजारमा। र हाम्रो यात्रा यसरी सुरु भयो। तपाईँले देख्न सक्नुहुनेछ निकै नै सुन्दर दृश्यहरू आज हामी तपाईँलाई देखाउनेछु। एकदम अर्ग्यानिक ठाउँहरू हामी देखाउनेछौँ तपाईँलाई। फिदिम बजारको मेन रोड हो यो। मेन रोडबाट सिधा हामी झापा जाने बाटोमा यस्तोरी यात्रा गर्न सकिन्छ। बाटो यस्तरी पछाडिपट्टिबाट यो फिदिम बजार पनि यसरी देख्न सक्नुहुनेछ। माथि डाँडा काँडाहरू देख्न सक्नुहुनेछ। त्यो चाहिँ गढी बजार हो। गढी डाँडा पनि देखिन्छ। मैले पछाडिबाट पनि अनि अगाडिबाट पनि क्यामेरा घुमाएर यहाँलाई देखाउन कोसिस गरेँ। अब हामी पौवा भन्ज्याङ पुगेको छौँ। हेलो साथीहरू, म चाहिँ फिदिम बजारदेखि भर्खरै यहाँ पौवा भन्ज्याङमा आइसकेको छु। पौवा भन्ज्याङमा आज कस्तो मजाले मौसम खुलेको रहेछ, कस्तो राम्रो छ है, यहाँ देख्न सक्नुहुन्छ। हामी चाहिँ अब यहाँनिर खाजा खाएर यहाँ एउटा होटलमा खाजा खाने सबैजना भेला भएर, अनि त्यहाँदेखि चाहिँ सिलौटी जाने, अनि सिलौटी गएपछि चाहिँ त्यहाँदेखि आएर फेरि माथि सुकेपोखरी जाने, अनि सुकेपोखरीदेखि आएर बत्तिसे रिसोर्ट जाने, अनि बत्तिसे रिसोर्ट गएदेखि चाहिँ त्यहाँ खाना खाने, अनि खाना खाएर साप्सु मेला पहिला लाग्थ्यो त्यहाँनिर, अनि सँगसँगै हामी चाहिँ धेरै ठाउँहरूमा जानेछौँ। यो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आज चाहिँ धेरै राम्रो मौसम भएको छ है यो पौवा भन्ज्याङमा। अब हामी फिदिम बजारमा चिया खाएर आएपछि यहाँ पौवा भन्ज्याङमा चाहिँ खाजा खाने, अनि खाजा खाएर सिधै हामी सिलौटीमा पुग्नेछौँ। सिलौटीको दृश्य पनि यहाँलाई देखाउनेछु। हेलो, अहिले चाहिँ यहाँ सिलौटीमा म आइसकेको छु। सिलौटीको दृश्यहरू म यहाँलाई देखाउनेछु। यो सुन्दर सिलौटी डाँडामा अहिले हामी पुगेका छौँ। यहाँनिर मन्दिरहरू पनि तपाईँले देख्न सक्नुहुनेछ। यहाँनिर चाहिँ पूजा गर्नको लागि भक्तजनहरू पनि धेरै आउने गर्नुहुन्छ। तपाईँ पनि आउनुभएको छैन भने यो ऐतिहासिक ठाउँमा एकचोटि भ्रमण गरिदिनको लागि अनुरोध गर्दछु। यसरी हामी धेरै टोली आएका छौँ। हाम्रा टोलीहरू पनि तपाईँले देख्न सक्नुहुनेछ। यहाँ यो सिलौटीमा चाहिँ कतिचोटि भयो योसँग आएको? सिलौटीमा म फर्स्ट टाइम हो हैन, एकदम फर्स्ट टाइम हो। म फर्स्ट टाइम आएको र एकदम रमाइलो लाग्यो। एकदम राम्रो रहेछ यहाँ, र तपाईहरु पनि सबैजना आउनु होला। धेरै राम्रो छ है। त्यसैगरी यहाँ घुम्न आउने क्रममा एकजना भक्तजनसँग भेट भयो। उहाँको कुरा सुनौँ है त। सेवाहरू, मेरो जन्मघर चाहिँ धनकुटा 24 गाउँपालिका 7 हो। म चाहिँ यस महागुरुको तपोभूमि स्थल सिद्ध साङसेन सिलौटीमा हिममा म निरन्तर मेरो चाहिँ यहाँ आउने जाने सेवा आस्थाको एउटा बिन्दु भएको हुनाले म चाहिँ अहिले कन्टिन्यू आएको 7-8 वर्ष भयो। म चाहिँ यहाँ हरेक वर्ष श्रावण महिनामा 1 महिना म यहाँ आफ्नो साधनाको लागि आउँछु। महागुरुले दिनुभएको दिव्य उपदेश, उहाँले दिनुभएको ज्ञान, उहाँले दिनुभएको मार्गदर्शनलाई हामीले फेलोसिप गरिरहेका छौँ। र उहाँले सारा सकल प्राणी शान्तिको निम्ति
र आफ्नो कर्म सुधारको निम्ति उहाँले उपदेशहरू धेरै यो हाम्रो किराँत वंशमा किराँत कुलमा उहाँले जन्म लिएर उहाँले छोड्नु भएको छ। यस्तो छ। अनि यहाँनिर चाहिँ यसरी प्रत्येक माङधानाहरूको चाहिँ नेम प्लेट पनि याक्थुङ भाषाबाट लेखेर राख्नु भएको रहेछ। यो चाहिँ विशेष गरेर याक्थुङ भाषा भन्दा पनि याक्थुङ भाषाबाट त भइहाल्यो, अब यसलाई चाहिँ एउटा अङ्ग्रेजीबाट अनि नेपाली भाषाबाट पनि राख्नुभयो भने चाहिँ धेरै राम्रो हुन्छ। किनभने यो याक्थुङ भाषा अब याक्थुङ भाषा पनि पढ्न जान्नेले मात्रै भयो, तर याक्थुङ भाषा पढ्न नजान्नेले पनि बुझेन होइन। र अब चाहिँ हामी महागुरु फाल्गुनन्दको तपु भूमि यहाँदेखि समाधि स्थलमा हामी जानेछौँ। यहाँ समाधि स्थलको दृश्यहरू पनि यहाँलाई देखाउनेछु। यहाँनिर गाडीमा हुनुहुन्छ है यहाँ टोली, अनि हाम्रो युद्ध दाजुसँग हामी चाहिँ उता बाइकमा छौँ। म चाहिँ अलिकति गाडीले मात्छु, साथीहरू पनि धेरै गाडीले मात्छ, तर पनि म पनि यो गाडीमा। अब चाहिँ हामी त्यही रहोस् दाजु। अब चाहिँ हामी सिलौटीबाट माथि समाधि स्थलमा जाँदैछौँ। अनि त्यो समाधि स्थल पुगेपछि चाहिँ माथि सुके पोखरी जानेछौँ होइन। यहाँनिर हाम्रो अरू टिम हुनुहुन्छ, अनि यहाँ हाम्रो युद्ध दाजु र म छौँ। अर्कै पनि हाम्रो टिम हुनुहुन्छ है, हाम्रो अर्कै टिमलाई चाहिँ भरे म देखाउँछु। अब चाहिँ हामी महागुरु फाल्गुनन्दज्यूको समाधि स्थल भएको ठाउँमा आइसकेका छौँ। यहाँ आउँदाखेरि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिंह नेम्बाङज्यूको केही कुराहरू हामी सुन्नेछौँ। किराँत धर्म गुरु महागुरु फाल्गुनन्द एवं 16 राष्ट्र विभूति महागुरुको यो तपभूमि र समाधि स्थलको क्षेत्रमा रहेको यो सिलौटी नामफुयक क्षेत्रमा फाल्गुनन्द गाउँपालिकाले यो क्षेत्रलाई एउटा पवित्र धार्मिक स्थलको रूपमा आफ्नो नीति तथा कार्यक्रम घोषणा गरेको छ। र फाल्गुनन्द गाउँपालिकाले यो क्षेत्रमा किराँत धर्मको एउटा आस्था केन्द्रको रूपमा यसले चाहिँ प्रचार प्रसार गरेर लैजानको निम्ति र यसको चाहिँ तपाईँको पूर्वाधार निर्माण गर्नको निम्ति फाल्गुनन्द गाउँपालिकाले असाध्यै धेरै ध्यान दिइरहेको स्थिति छ। र हामीले सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर यहाँ यो क्षेत्रमा पूर्वाधार क्षेत्र निर्माणका निम्ति हामीले पहल कदमी गरिरहेछौँ र हाम्रो सहभागितामा हामीले कार्यक्रमहरू गरिरहेका छौँ। र फाल्गुनन्द गाउँपालिकाले पनि सानो लागतमा भयो भने थोरै मात्रा भयो भने तपाईँको भौतिक रूपमा आर्थिक रूपमा नै आफ्नो सहभागिता जनाएर यो क्षेत्रको पूर्वाधार निर्माणका निम्ति गाउँपालिकातर्फबाट हामीले काम गरिरहेका छौँ। र सँगै यो क्षेत्रमा हाम्रो फाल्गुनन्द गाउँपालिकाको ऐतिहासिक पर्यटकीय क्षेत्रहरूमध्येमा सूचीकृत गर्ने सन्दर्भमा यसको मास्टर प्लान बनाउने क्षेत्रमा चाहिँ यो हामीले यो महागुरु फाल्गुनन्दको तपभूमि क्षेत्र सिलौटी यो नामफुयक क्षेत्रलाई पनि हामीले आफ्नो समावेश गरेका छौँ र यसलाई हामी उच्च प्राथमिकता साथ यसले ध्यान दिएका छौँ। सिलौटीको भ्रमण कार्यक्रम सकेपछि हामी तल झर्दाखेरि यहाँ सुन्दर पौवा भन्ज्याङ हुँदै अब हामी सुके पोखरीमा जानेछौँ। हेलो साथीहरू, अहिले चाहिँ हामी सुके पोखरीमा आइसकेका छौँ। यो चाहिँ फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ सुके पोखरी। यो चाहिँ पहिला चाहिँ सुकिया पोखरी भन्थ्यो, तर अहिले चाहिँ सुके पोखरी भन्छ। किनभने सुक्दै पानी उम्रिने भएकोले चाहिँ अहिले सुके पोखरी भनेको भन्ने पनि यहाँका स्थानीयहरूले भनेका छन्। र यहाँदेखि माथि डाँडा देख्न सक्नुहुनेछ, यो चाहिँ गोपालको डाँडा हो। त्यहाँनिर साह्रै राम्रो फुल छ। माथि गयो भने, तर आज चाहिँ हामी यहाँसम्म मात्रै पुग्यौँ। हिजोस्ति 2 गते नै पनि म आएको थिएँ। अब हामी भिडियो बनाउँदै होइन सबै भ्रमण गर्नेछौँ। अब हामी सिधै बत्तिसे रिसोर्ट जानेछौँ, त्यहाँका दृश्यहरू पनि देखाउनेछौँ। अहिलेलाई हामी त्यतैतिर लाग्यौँ। मैले यहाँलाई छोटो छोटो दृश्यहरू देखाएँ। अब सुके पोखरीको अवलोकन कार्यक्रम सकिएपछि हामी 32 रिसोर्ट अर्थात् झरना हेर्नको लागि जानेछौँ। त्यहाँका दृश्यहरू पनि यहाँलाई देखाउनेछु। चाहिँ हामी निबु खोलामा आइपुगेका छौँ। 32 रिसोर्ट जाने बाटो यता माथि हो। अनि अनि यहाँनिर चाहिँ निबु खोला, यो चाहिँ निबु खोला भन्छ यसलाई। यो निबु खोलामा एकदमै सुन्दर एउटा घर बनाउनु भएको छ, धेरै राम्रो लाग्यो। अब हामी 32 रिसोर्ट जान्छौँ, त्यहाँको दृश्यहरू पनि म यहाँलाई देखाउनेछु। 32 रिसोर्ट जाँदाखेरि सानो फर्के पुल पनि रहेछ। के भन्छ, के पुल भन्छ यसलाई दाजु? यो के पुल भन्छ? फर्के पुल पनि रहेछ। अनि यहाँनिर आलुहरू, वाउ कस्तो मजाले। यतिखेर चाहिँ हामी फाल्गुनन्द 3मा रहेको यो 32 रिसोर्टमा आइसकेका छौँ। अघिदेखि घुम्दै सबै ठाउँ भ्रमण गरिसकेर यहाँसम्म आइसकेका छौँ। अझै पनि हामी धेरै ठाउँ जानु छ।
अनि यो 32 रिसोर्टमा चाहिँ यति धेरै ठाउँहरू छ होइन। यहाँनिर चाहिँ विशेष गरेर हामीले अहिले खाना भर्खरै मात्रै खाएको, यहाँ खानको लागि बस्नको लागि सबै कुरा चाहिँ अर्ग्यानिक चिज पाइन्छ, खानको लागि पनि अर्ग्यानिक होइन। अनि यहाँनिर हेर्नको लागि अवलोकनको लागि पनि धेरै संरचनाहरू अनि धेरै चाहिँ पशु पन्छीहरू जीव जनावरहरू पनि छन्। त्यसको दृश्यहरू पनि म यहाँलाई देखाउनेछु र सँगसँगै माथि चाहिँ एउटा युनिक घर पनि छ क्या, तपाईँलाई एकदम मौलिक घर छ, त्यो घर पनि तपाईँलाई देखाउनेछु। अनि यतापट्टि चाहिँ यहाँ देख्न सक्नुहुनेछ, यहाँनिर चाहिँ 32 रिसोर्टको घर, यो पनि धेरै राम्रो एक्स्ट्रा छ। अनि यता तल सिडी मार्ग छ, यो पनि धेरै राम्रो छ। अनि उतापट्टि चाहिँ 32 झरनाको चाहिँ पुल पनि अहिले बनेको छ, त्यो पुलको दृश्य पनि म यहाँलाई देखाउनेछु। अब यहाँ हाम्रो केही टोलीहरू चाहिँ अर्ग्यानिक डान्स गर्दै हुनुहुन्छ। हाम्रो युद्ध बहादुर बोहरा दाइ मादल बजाउँदै हुनुहुन्छ र यता नाच्ने 5 जना साथीहरू हुनुहुन्छ। माछी झर्यो तालैमा माया जालैमा, हे माया जालैमा उठ्यो बस्यो उठ्यो। यहाँनिर चाहिँ ठुलो मान्छेहरू बच्चाहरू जस्तो खेल्दै हुनुहुन्छ। अब यो 32 रिसोर्टमा निकै नै धेरै संरचनाहरू यसरी बनाइएको छ, फोटो खिच्नका लागि अनि भिडियो बनाउनको लागि सुन्दर मौलिक घर, यसरी ऐनाहरू अनि धेरै नै पशु पन्छी जीव जनावरहरू पनि छ। यो घर चाहिँ निकै नै धेरै मौलिक छ। यो घर देखेर धेरैजनाको मन लोभिन्छ। यो ठाउँमा म पनि जान पाएँ त भनेर धेरैले प्रश्न पनि गर्नुहुन्छ, यो कुन ठाउँ हो भनेर। स्पेसली यो ठाउँमा लोकल चिजहरू अर्ग्यानिक चिजहरू खान पाइन्छ। याङबेन, वाचिप्पा अनि मकै, आलु, सिजन अनुसारको खानेकुराहरू पनि तपाईँ यो ठाउँमा आउनुभयो भने अर्डर गरेर खान सक्नुहुनेछ। कान्छो बिचारा नि है, कान्छो हौ हेलो बिचारा। यो चाहिँ कति सुन्दर क्या, मलाई लास्ट मन पर्यो यो कुखुरा। यसको नाम चाहिँ सिल्की अरे, सिल्की बाल। भनिरहनु पर्दैन, प्रमाणित छ हो। यस्तो यहाँ अत्यन्तै राम्रो रहेछ। हाम्रो फोटोग्राफर चाहिँ हाम्रो लागेर तावा। यसरी सुन्दर घर सँगसँगै यहाँनिर यसरी ढिकी अनि जाँतोहरू पनि राख्नु भएको रहेछ। नमस्कार, मेरो नाम चाहिँ रेणुका राई। म चाहिँ यो 32 रिसोर्टको सञ्चालक र यहाँ 32 रिसोर्टमा चाहिँ विशेष गरेर म अर्ग्यानिक चिजहरू खुवाउने गर्छु। र मैले एउटा ग्रामीण क्षेत्रमा चाहिँ जे होस् अब कति अलिक राम्रो सुविधा ठाउँमा मात्रै यसरी रिसोर्टहरू चलिरहेको छ, खोलिरहेको छ। यहाँ चाहिँ मैले एउटा ग्रामीण क्षेत्रमा पनि यस्तो रिसोर्टहरू चलाउन सकिन्छ र यो ग्रामीण क्षेत्रमा पनि राम्रो तरिकाले चल्दो रहेछ र आफ्नो गाउँठाउँलाई पनि यस्तो एउटा रिसोर्टले चिनियोस् र आफ्नो गाउँठाउँमा केही गर्न सकिँदो रहेछ भनेर पनि म सबैलाई भन्न चाहन्छु। यहाँनिर अवलोकन गर्नको लागि चाहिँ चराचुरुङ्गी, विभिन्न प्रकारको चराचुरुङ्गी भयो। अनि हेर्नका लागि बच्चाहरूलाई खेल्ने सामग्रीहरू छ, बच्चाहरू लिएर खेलाउन पनि सक्नुहुन्छ। र यहाँ फोटो खिच्नलाई अब यस्तो सेल्फीहरू खिच्नको लागि त्यो ठाउँ पनि बनाइदिएको छु। र यहाँ बस्नलाई होमस्टे पनि छ। अब टाढाटाढाकोहरू आएर यहाँ एक रात बसेर जान्छु भन्यो भने यहाँ बस्नको लागि सुविधा पनि छ, होमस्टेहरू पनि तयार गरेको छु। यहाँनिर यस्तो छ, यो चराको नाम के हो खै। यो चरा योभन्दा 6-7 वर्ष अगाडि पनि मैले झापामा देखेको थिएँ। यहाँ पनि यसरी देख्न पाइन्छ। अब कस्तो साउन्ड पो दिँदो रहेछ त। यो नाङ्लोमा यसरी 32 रिसोर्ट भनेर लेखेर राखिएको रहेछ। यो चाहिँ एकदम युनिक लाग्यो, धेरै राम्रो। वाउ। यहाँनिर चाहिँ खरायो पाउने स्थान भनेर लेख्नु भएको रहेछ। यहाँनिर खरायो छ। अनि यतापट्टि के छ, यहाँ केही रहेनछ, यहाँ गिनी पिग भनेर छ तर केही छैन रहेछ। यहाँनिर चाहिँ यस्तो सुन्दर सुन्दर हिरा ढुकुर अरे यसको नाम चाहिँ। वाउ, कस्तो राम्रो ढुकुरहरू है। कसैले देख्नु भएको छ? यो ढुकुरको नाम चाहिँ हिरा ढुकुर अरे। हाई ढुकुर ढुकुर। सायद मलाई लाग्छ यो जोडी एउटा प्रेम र प्रेमिका होला है। यता निस्कन हो अर्को जोडी। र यहाँनिर लेखेको छ है हिरा ढुकुर भनेर। अनि
यतापट्टि चाहिँ के छ त यो चाहिँ परेवा होला कस्तो परेवा नि पन्जा पनि लगाएको छ छाता पनि उडेको छ हौ चेप्टे चेप्टे पेरुङ्गोमा लसुन पेरुङ्गोहरू यसरी राख्नु भएको छ 32 रिसोर्टमा अनि डालोहरू पनि यसरी छ यहाँ सिलामसाकमाको लोगो छ अनि यहाँनिर खङ्गी अनि साप्पो पनि छ मादल पनि छ यहाँ तुम्बाहरू छ है कति धेरै है अहिले चाहिँ साथीहरू उता 32 रिसोर्टबाट यहाँनिर झरनामा आइसकेको छु यहाँ चाहिँ प्रदेश सरकारले माथि लामो झोलुङ्गे पुल पनि बनाएको छ पारिपट्टि र वारिपट्टि हिँड्नलाई एकदम सहज होस् भनेर अनि यो झरना चाहिँ असार साउनमा एकदमै ठुलो झरना झर्छ तर अहिले चाहिँ पानी सुकेको छ अब अहिलेसम्म सिजन त होइन तर पनि यसो झरना अनि सँगसँगै यहाँ 32 रिसोर्टमा घुम्न आउँदाखेरि चाहिँ यहाँनिर पनि आएको अनि अहिले झरना त्यस्तो राम्रो छैन तर पनि यतिको चाहिँ छ माथि पुलमा पनि जाने मन त छ तर आज सायद एकदम व्यस्त भएकोले माथि पुलमा चढ्न पाइएन तर कुनै दिन आइन्छ होला त्यो बेला चाहिँ माथि पुलमा पनि चढेर त्यहाँ यसो भिडियोहरू बनाउने मन छ आजले चाहिँ यहीँ मुनिसम्म आएर अब उता राँकेतिर जानुपर्ने छ राँकेको दृश्यहरू पनि यहाँलाई देखाउनेछु 32 रिसोर्टको अवलोकनपछि अब हामी राँकेतिर लागियो रिसोर्ट भनेको चाहिँ वास्तवमा अब यो गाउँपालिका प्रदेश सरकार सबैले यसको प्रबन्धनको लागि काम भइराखेको अवस्था छ अब यसमा चाहिँ विशेषतः अब निजी क्षेत्रको बढी ठुलो लगानी छ यहाँ एउटा कोरियन साथी आएर चाहिँ अब तपाईँको 2 करोडको लगानीमा यहाँ जति पनि आन्तरिक तथा बाह्य पर्यटकहरू आउँदाखेरि खाने बस्ने सबै व्यवस्था अब त्यो रिसोर्टले गरिरहेको छ 32 रिसोर्टले त्यसले गर्दाखेरि हामीले गाउँपालिकाले जति गरिरहेका छौँ प्रदेश सरकारले जति गरेका छौँ त्योभन्दा बढी चाहिँ अब यो निजी क्षेत्रको लगानीले बढी काम गरिरहेको हुनाले चाहिँ म एउटा के अनुरोध गर्न चाहन्छु भने पर्यटक प्रबन्धनको लागि चाहिँ राज्यको तर्फबाट मात्रै होइन निजी क्षेत्रबाट पनि निजी क्षेत्र बढी सक्रिय हुनुपर्छ भन्ने मेरो मान्यता छ त्यसले गर्दाखेरि हामीले जति गरौँ त्योभन्दा अलिक बढी निजी क्षेत्रबाट गरियो भने पर्यटन प्रबन्धन गर्न चाहिँ सहज हुन्छ भन्ने मेरो बुझाइ छ र गर्ने पनि त्यसरी नै हो यो अहिले तपाईँले देखिराख्नु भएको सुन्दर बजार चाहिँ राँके बजार हो यहाँ छुर्पी घिउ अक्कबडे खोर्सानी लगायतका धेरै चिजहरू तपाईँले पाउन सक्नुहुनेछ र यहाँ चाहिँ धेरै अक्कबडे खोर्सानी पाउने हुनाले यहाँ अक्कबडे खोर्सानीको लोगो पनि राखिएको छ बजार 5 तर इलामको एउटा सङ्गम स्थलमा रहेको छ 5 तरको फाल्गुन्द गाउँपालिकाको 3 र 4 वडा र इलामको जम्मे नगरपालिका 1 वडाको पर्दछ र यो राँके बजार र विशेष एउटा कृषि व्यापारी केन्द्रको रूपमा स्थापना भएको छ र यो राँके बजारमा फाल्गुन्द गाउँपालिकाबाट उत्पादन हुने कृषिजन्य थोक वस्तुहरूको बिक्री वितरण गर्ने केन्द्रको रूपमा रहेको छ विशेष गरेर घिउ अनि अक्कबडे खोर्सानी अदुवा सुन्तला कुच्चो अनि दुध जस्ता कुराहरू यहाँ र बिक्री वितरण हुने गर्दछ र यो बजारलाई व्यवस्थित गर्नका निम्ति हामी स्थानीय तह पैसा सरकार तर्फबाट हामीले धेरै ध्यान दिइरहेका छौँ र यो बजारलाई व्यवस्थित गर्न र पूर्ण कालोपत्री गर्ने हिसाबबाट हामीले यो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद माननीय इन्जानको प्रदेशको अर्थमन्त्री हुँदा यो क्षेत्रमा कालोपत्री बनाउने काम यही चौक बजारदेखि प्रहरी चौकीसम्म हामीले उहाँको सहयोगमा उहाँले बजेट सुनिश्चित गरेर तपाईँ यो राँके बजारमा कालोपत्री गरेका छौँ र यो राँके बजारलाई चाहिँ हरेक क्षेत्रमा तपाईँको विकास गरेर लैजानका निम्ति हामी स्थानीय तहको तर्फबाट हामीले ध्यान दिइरहेका छौँ यसरी अक्कबडे खोर्सानीको लोगो पनि तपाईँले देख्न सक्नुहुनेछ यो चाहिँ सुन्दर राँके बजार हो राँके बजार धेरै नै सुन्दर भए पनि रोड अलिकति सानो भएकोले यसरी गाडीहरू पार्किङ गर्न अनि गाडीहरू क्रस गर्न भने निकै नै समस्या देखिन्छ डबल पार्किङ गरिराखेको दृश्यहरू देख्न सक्नुहुनेछ भने यसरी क्रस गर्दाखेरि निकै नै गाह्रो भइरहेको अवस्था छ राँके बजारको दृश्य अवलोकनपछि फाल्गुन्द गाउँपालिकाका अध्यक्ष ब्रिजहाङ आङदेम्बेज्यू गुरुविसे पञ्चमीको बारेमा के भन्नुहुन्छ त बजार पनि हो यो पशुहटिया लाग्ने बजार अब यो बजारलाई व्यवस्थित गर्नको लागि चाहिँ गाउँपालिकाले यहाँ अब हामीले सडक बत्तीहरू होइन अब यो आर्थिक वर्षमा चाहिँ हामी यसलाई के अरे क्यामेरा सिसी क्यामेरा पनि जडान गर्ने र यो बजार चाहिँ राँके र भेटाटोको बाटोले पनि छुने र यसको अलिक यहाँबाट झापा मोरङ धरानसम्म सहज
पहुँच पुग्ने यो बाटो पनि हो। त्यसले गर्दा यहाँको उत्पादित वस्तुहरूलाई चाहिँ हामीले झापा मोरङ होइन सुनसरी सहज ढङ्गले यहाँको उत्पादित वस्तुहरू सप्लाई गर्नको लागि चाहिँ गाउँपालिकाले के गर्न सकिन्छ भन्ने पनि छ। अब यसबाट चाहिँ हामी यहाँको उत्पादित वस्तु चाहिँ फालुन्दा गाउँपालिकाभित्र उत्पादन भएका वस्तुहरू चाहिँ कृषिजन्य वस्तुहरूको चाहिँ यसबाट हामी ब्रान्डिङ गर्ने सोचमा छौँ। यसबाट हाम्रो नीति तथा कार्यक्रममा चाहिँ र बजेटिङ गरेर चाहिँ ब्रान्डिङ गरेर चाहिँ यो बजारलाई व्यवस्थित गर्ने भन्नेमा लागेका छौँ। अब यो कालोपत्रे भइसकेपछि यो बजार अलिक व्यवस्थित पनि हुन्छ। यो बजार पुरानो बजार पनि हो। हाम्रो फालुन्दाको सेवा केन्द्र पनि यसको नजिकै छ। 5 बेडको अस्पताल पनि यहाँ नजिकै छ, यही आसपास छ। त्यसले गर्दाखेरि यो बजारको भविष्य पनि राम्रो छ। यो चाहिँ अब इलाम र पान्थर दुइटै जिल्लाका मान्छेले चाहिँ यो बजारलाई उपयोग र उपभोग गर्ने भएको हुनाले हाम्रो चाहिँ अब यो यता छिमेकी जिल्लाको यो फाकोक्थुम गाउँपालिका र फाल्गुनन्दले अब साझेदारी रूपमा काम गर्ने हो कि भन्ने पनि मानसिकता हामीले बनाइरहेको छौँ। यसबाट अब हाम्रो केही संयुक्त बैठकहरू पनि बसिरहेको छौँ होइन। त्यसले गर्दाखेरि अब साझेदारी दुईवटा स्थानीय तहको साझेदारीमा काम गरेर नै यसलाई बजारलाई अलिक व्यवस्थित गर्न हामीले मात्रै चाहेर पनि यो हुँदैन व्यवस्थित, किन एकापट्टि इलामको फाकुक्थुम पर्छ, एकापट्टि हाम्रो फाल्गुनन्द पर्छ। त्यसले गर्दा दुईटै गाउँपालिका मिलेर चाहिँ यसलाई व्यवस्थित गर्ने अब डम्पिङ साइट निर्माण गर्ने भनेर अस्ति यहाँले डम्पिङ साइट भइरहेको छ, यसलाई स्थायी रूपमा डम्पिङ साइट व्यवस्थापन गर्ने भन्ने हिसाबले हामी लागिरहेछौँ। अब हामी राँकेबाट गुरुबिसे पञ्चमीमा धेरै रात परेर पुगेपछि चाहिँ त्यहाँको दृश्यहरू खिच्न पाइएन, बाइट मात्रै खिचेर हामी फर्किँदैछौँ। अब गुरुबिसे पञ्चमीबाट राँके हुँदै फिल्म बजारमा जानेछौँ। मेरो भिडियो सामग्रीलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। मेरो युट्युब च्यानललाई सब्सक्राइब अनि लाइक र कमेन्ट पनि गरिदिनुहोला।